के प्रिय विद्यार्थी भाइ बहिनीहरू तथा साथीभाइहरू, कार्यक्रम बादल इंग्लिश क्लासेसमा यहाँहरूलाई मिठो नमस्कार तथा हार्दिक स्वागत छ। सधैँ चाहिँ आज म रामविश्वास महतो उपस्थित भइसकेको छु टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा तपाईहरुको माझमा लिएर कार्यक्रम बादल इंग्लिश क्लासेस। तपाईहरु हिजो पढ्नुभयो र आज पनि पढ्दै हुनुहुन्छ र आजको हाम्रो टपिक रहेछ पार्ट्स अफ स्पीच। पार्ट्स अफ स्पीच आज च्याप्टर रहेछ इटिमोलोजी। यो च्याप्टर चाहिँ धेरै इम्पोर्टेन्ट च्याप्टर रहेछ। आजदेखि हाम्रो धेरै इम्पोर्टेन्ट च्याप्टरहरु सुरु हुन गइरहेछ। त्यसैले भाइ बहिनीहरु प्लिज यो कार्यक्रम छोड्नु नहोला, ध्यान दिएर सुन्नु होला। आजको च्याप्टर रहेछ हाम्रो पार्ट्स अफ स्पीच इटिमोलोजी, यसलाई भन्ने गरिन्छ। ओके, ग्रामर स्टडीज how words are meaningful formed and how these words are combined into form sensible sentence. Grammatically formed words are divided into different parts of speech. व्याकरणले कसरी शब्दहरू अर्थपूर्ण तरिकाले निर्माण हुन्छन् र कसरी ती शब्दहरू एक उपयुक्त वाक्य निर्माणमा संयोजित हुन्छन् भनेर अध्ययन गर्छ। व्याकरणीय रूपले निर्माण भएका शब्दहरूलाई व्याकरणका विभिन्न वर्गहरूमा विभाजन गरिएको छ। ओके भाइ बहिनीहरू, यो च्याप्टर तपाईहरुले पढ्नु पनि भयो होला र सुन्नु पनि भयो होला। यो धेरै फेमस र धेरै इम्पोर्टेन्ट च्याप्टर रहेछ। अब तपाईको मनमा यो ख्याल उठिरहला, व्हाट इज पार्ट्स अफ स्पीच? पार्ट्स अफ स्पीच भनेको के हो? पार्ट्स अफ स्पीच के हो? यो तपाईहरुको मनमा क्वेशन यानी प्रश्न उठिरहेको होला। त भाइ बहिनीहरु सुन्नु, यसको डिफाइन हामी कसरी गर्न सक्छौ फर इंग्लिश मिडियम स्टुडेन्ट्स। र तपाईहरुले यो जानकारी दिन चाहन्छु, यो कार्यक्रम इंग्लिश र नेपाली दुवै मिडियममा चल्छ। किनभने इंग्लिश मिडियमका कतिपय विद्यार्थी भाइ बहिनी हुन्छ भने कतिपय विद्यार्थीहरु नेपाली मिडियमको हुन्छ। त उहाँ दुवै विद्यार्थी भाइ बहिनीले इंग्लिश नेपाली दुवै खाले विद्यार्थी भाइ बहिनीहरुको लागि यो कार्यक्रम लाभदायक हुनेछ र उपयोगी हुनेछ। र तपाईहरु यो कार्यक्रमलाई मात्र बादल रेडियो बादलमा वा बादल एफएम मात्र हैन, तपाईहरुले रेडियो बादलको आधिकारिक युट्युब च्यानल बादल टिभीमा पनि हेर्न सक्नु हुनेछ। ओके, यसलाई यसै डिफाइन गर्न सक्छौ, the different functional classes into which the words are divided are called parts of speech. The different functional classes into which the words are divided are called parts of speech. अब यसलाई हामी नेपालीमा पनि भन्न सक्छौं। हामी कार्यको आधारमा विभिन्न वर्गमा विभाजित हुने शब्दहरूको वर्गलाई नै शब्द वर्ग भनिन्छ, यानी पार्ट्स अफ स्पीच भनिन्छ। अब विद्यार्थी भाइ बहिनीहरु तपाईहरु बुझिसक्नु भयो होला कि पार्ट्स अफ स्पीच के हो, इटिमोलोजी के हो। मैले यहाँ पार्ट्स अफ स्पीचलाई कोष्टमा इटिमोलोजी दिएछु। यसको अर्थ तपाईहरु बुझ्नु भइरह होला कि पार्ट्स अफ स्पीचको अर्को नाम चाहिँ इटिमोलोजी चाहिँ हो। कतिपय विद्यार्थी भाइ बहिनीहरुले नामैमा कन्फ्युज हुन्छ। यति इम्पोर्टेन्ट च्याप्टर छ पार्ट्स अफ स्पीच, यति विकसित भएको छ। त्यसैले मैले यहाँ पार्ट्स अफ स्पीचको डिफरेन्स नामहरू पनि बताउन गइरहेको छु। धेरै विद्यार्थी भाइ बहिनीहरुको अर्को नामले सोध्दाखेरि उहाँले थाहा हुँदैन कि हामी पढेछु छैन। यस्तो हामी यहाँ अब टपिक अर्को रहेछ हाम्रो डिफरेन्स नेम अफ पार्ट्स अफ स्पीच आर। जस्तै कि अथवा यसको अर्थ हामी यो पनि बुझ्न सक्छौ कि पार्ट्स अफ स्पीचको फरक नेमहरू, अदर नेम्स अफ पार्ट्स अफ स्पीच। ओके, यो च्याप्टरलाई यो पार्ट्स अफ स्पीचले धेरै भाइ बहिनीहरूले पार्ट्स अफ स्पीच नामले जान्नु हुँदछ र धेरै भाइ बहिनीहरूले इटिमोलोजी नामले जान्नुहुन्छ। र यसै पार्ट्स अफ स्पीचले धेरै भाइ बहिनीहरूले फंक्शनल क्लासेस नामले पनि जान्नुहुन्छ र अर्को यसको नेम चाहिँ वर्ड क्लास पनि भन्ने गरिन्छ। र कतिपय साथी भाइ बहिनी शिक्षक साथीज्यूहरूले यो च्याप्टरलाई वर्ड्स पार्ट पनि भन्नुहुन्छ र कतिपय साथीहरू वा कतिपय यस्तो बुकहरुमा यो च्याप्टरलाई वर्ड्स ट्री पनि भनेको हुन्छ। अब हेर्नु यो नाम जानेर हामीले के फाइदा हुन्छ भनेर यसको बारेमा यो पनि जान्नु।
हामीले मान्लिनु पार्ट्स अफ स्पीच नामले पढिहाल्यो, यो च्याप्टर पनि हामीले कम्प्लिट छ, थाहा छ। तर फेरि हामी कहीँ अरू ठाउँमा गए, इन्टरभ्यूमा नै गए, इन्ट्रान्स दिन गए, त्यहाँ इन्टरभ्यूमा सोधियो हामीलाई इटिमोलोजी, भाइ इटिमोलोजी थाहा छ? त हामीले यो पुरै कुरा थाहा छ, तर पनि हामी नामकै कारणले भनिदिन्छौँ होइन सर थाहा छैन। त्यो हाम्रो इन्टरभ्यू पनि छुट्न सक्छ। त्यसैले भाइ बहिनीहरू प्लिज यसको नाम पनि हामीले जान्नु जरुरी छ। त्यसैले हामी अब इटिमोलोजी दुईटा बुझे, अर्थात् हामी पार्ट्स अफ स्पीच र इटिमोलोजी नामले दुईटा पढिहाले। र कहीँ जाँदाखेरि उताबाट कसैले भन्छ डु यु नो फङ्सनल क्लासेस, क्वेसन कसैले गरिदिनुहुन्छ हामीसँग, के तपाईँलाई फङ्सनल क्लासेसको बारेमा केही थाहा छ भने हामी त्यसको नामै सुनेको हुँदैन, त हामी के भन्छौँ हामीले थाहा छैन। तर वास्तवमा त्यही मान्छे त्यसलाई पार्ट्स अफ स्पीच इटिमोलोजी भन्थ्यो भने हामी स्मार्ट भन्थे पढेछु, थाहा छ, हामीले धेरै सानैदेखि पढ्दै आइरहेछौँ। त्यसैले हामीले नाम पनि जान्नु यसको धेरै जरुरी छ। त्यसलाई फङ्सनल क्लासेस पनि भनेर आजदेखि हामी बुझ्ने। यदि कसैले हामीलाई सोधिरहेछ पार्ट्स अफ स्पीच थाहा छ त हामी भन्छौँ एस। यदि इटिमोलोजी पनि भनिराख्नु भएको छ तर पनि हामी भन्ने हो मलाई थाहा छ। फङ्सनल क्लासेस पनि कसैले सोधिरहेछ त्यहाँ पनि हामी भन्ने यो हामीले थाहा छ। वर्ड क्लास पनि यदि कोही भनिरहेछ भने हामी भन्ने थाहा छ। वर्ड स्पट पनि भन्दाखेरि बुझ्न हामी थाहा छ। र वर्ड्स ट्री पनि भन्दाखेरि हामी बुझ्न कि त्यही च्याप्टर पार्ट्स अफ स्पीचको बारेमा उहाँले कुरा गरिराख्नुहुन्छ यस्तो बुझ्ने। भाइ बहिनीहरू आज हामी लगभग 1 2 3 4 5 6 यानी 6वटा नामको बारेमा जाने। पार्ट्स अफ स्पीचको 6वटा नामको बारेमा हामी जाने। यसभन्दा अझ पनि यसको नाम हुन सक्छ, तर यही तपाईहरुको 6वटा नाम चाहिँ काफी रहेको छ। तपाईहरु बढी भन्दा बढी 2टा वा 3टा यसबाट थाहा होला। अझ हामी त्यसमा थप गरिदिए यसमा झन् राम्रो हुनको लागि, ताकि तपाईहरुलाई कहीं कन्फ्युजन नहोस्, तपाईहरु कन्फ्युजन नहुनु भनेर। ओके, अब धेरै भाइ बहिनीहरुले सोधिराख्नु होला, सोचिराख्नु होला अब पार्ट्स अफ स्पीचको परिभाषा भयो, डेफिनेसन भयो, पार्ट्स अफ स्पीच फरक फरक नाम पनि भयो। अब सर कहीं यसको प्रकार बताइदिनु हुन्थ्यो त कति राम्रो हुन्थ्यो, यो कति प्रकारको हुन्छ भनेर, पार्ट्स अफ स्पीच कति प्रकारको हुन्छ। अब धेरै भाइ बहिनीहरु मलाई आशा छ उहाँहरु कपीमा क्वेशन लेखिदिनु भयो होला, हाउ मेनी टाइप्स अफ पार्ट्स अफ स्पीच और पार्ट्स अफ स्पीचका प्रकारहरू। त त्यसैले यसकै बारेमा म भन्न गइरहेको छु। पार्ट्स अफ स्पीचलाई 8 प्रकारको हुन्छ, 8 भागमा बाँडिएको छ। It is divided into 8 parts. The following figure will make it clear. Parts of speech लाई 8 भागमा बाँडिएको छ। यो दिएको पिक्चरबाट हामी सजिलै बुझ्न सक्छौं। यदि तपाई भिडियो हेर्दै हुनुहुन्छ भने तपाईलाई एकदम जरुरी छ, एकदम इम्पोर्टेन्ट भएछ, धेरै उपयोगी हुन्छ। त्यसैले तपाईहरु युट्युबमा गएर बादल टिभी सर्च गरेर आजको यो च्याप्टर पढ्नु र हेर्नु धेरै राम्रो हुन्छ। र अहिले एफएम मा पनि सुनिराख्नु भएको छ, रेडियो सेटअप बसेर सुनिराख्नु भएको छ भने यो झन् बेटर नै हो। ओके, अब रेडियो सेटअप बस्नु भएको छ तर पनि तपाई सुन्न सक्नुहुन्छ, यसलाई सुनेर पनि बुझ्न सक्नुहुन्छ। धेरै इजी तरिकाले भन्न सक्छौं हामी। यसलाई 8 भागमा बाँडिएको छ। पहिलो हो नाउन। यो त सबैले तपाईहरुले थाहा नै होला, तर पनि एकचोटी अझ भनिदिरहेको छु। नाउन, pronoun, adjective, verb, adverb, preposition, conjunction and interjection। तपाईले यो कुरा त थाहै होला। अब यसको नेपाली नाम पनि जानौं कि कसले नेपालीमा के भनिन्छ भनेर। नाउन, यसलाई नेपालीमा नाम भनिन्छ। प्रोनाउन, यसलाई नेपालीमा सर्वनाम भनिन्छ। लेख्दै जानु तपाईहरु कपीमा, थाहा छैन भने। एडजेक्टिभ, यसलाई नेपालीमा विशेषण भनिन्छ। भर्ब, यसको नेपाली क्रिया हुन्छ। अर्को एडभर्ब, यसलाई नेपालीमा क्रिया विशेषण भनिन्छ। अर्को है हाम्रो प्रिपोजिसन। प्रिपोजिसन, यसलाई नेपालीमा नामयोगी भनेर चिनिन्छ। अर्को रह्यो कन्जक्सन। कन्जक्सनलाई संयोजक भनिन्छ नेपालीमा। र लास्ट रहेछ हाम्रो इन्टरजेक्सन, यसलाई नेपालीमा विष म्यादी बोधक भनेर चिनिन्छ। ओके, अब हामी यसलाई एक एक गरेर जान्ने छौं, यसको परिभाषाहरू कसलाई के भनिन्छ भनेर। सरी, अब हेरौं नाउन। व्हाट इज नाउन? तपाईले थाहा छ भन्न सक्नुहुन्छ नाउन इज द नेमिङ वर्ड, और द नेमिङ वर्ड इज कल्ड नाउन।
कुनै पनि नामलाई नाउन भनिन्छ, नाउन भनिन्छ। जस्तै राम, श्याम, मोहन, रुपेश, सत्येन्द्र, कविता, जितेन्द्र, वीरगज, नेपाल, इटिसी, सिमरनगढ, रेडियो बादल, इटिसेक्ट्रा, यी सबै चाहिँ नामहरूलाई नै नाउन भनिन्छ। हरेक नाम छ, सबै नामले नै नाउन भनिन्छ। जुनसुकै पनि नाउँलाई नाम भनिन्छ, नाउन भनिन्छ। जति हामी यो वस्तुहरू हेरिरहेको छौँ हाम्रो वरिपरि, त्यो सबै वस्तुहरूको केही न केही नाम छ र त्यही नामलाई नै नाउन भनिन्छ। यो त बुझिसक्नुभयो होला। यसको डिटेलमा भोलि हामी पढ्नेछौँ, हरेक च्याप्टर 1 by 1 च्याप्टर पढेर गरेर। नाउन हाम्रो एउटा च्याप्टर नै हो भनेर। अब अर्को हामी हेरौँ प्रिपोजिसन। प्रिपोजिसनलाई भनिन्छ द वर्ड द्याट टेक प्लेस अफ अ नाउन इज कल्ड प्रोनाउन। द वर्ड द्याट टेक्स प्लेस अफ अ नाउन इज कल्ड प्रोनाउन। यसलाई नेपालीमा भन्न सक्छौ नामको स्थान लिने वा नामको बदलामा वा सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। अब यसलाई हामी यस्तो बुझ्न सक्छौ प्रोनाउन यस्तो शब्द हो, यस्तो वर्ड हो जुन चाहिँ आउने बित्तिकै नामलाई हटाएर त्यहाँ आफै बसिहाल्छ। जस्तै हामी भनिरहेछौँ राम इज अ गुड बोय, बट रामले हटाएर यहाँ भन्न सक्छौ ही इज अ स्टुडेन्ट। अब ही आयो त नामलाई हटाइदियो, रामलाई हटाइदियो। तपाईँ बुझिसक्नुभयो होला। नाउनको ठाउँले लिन्छ प्रोनाउनले। यस्तो शब्द छ जुन कि नामलाई हटाएर आफै बसिहाल्छ, त्यस्तो शब्दलाई हामी प्रोनाउन भन्छौँ। जस्तै हामी सुनेको होला ही, सी, इट, दे, यु, इटिसी। अब हामी एडजेक्टिभको बारेमा अध्ययन गर्न गइरहेछौँ, एडजेक्टिभको बारेमा डिफाइन गर्न गइरहेछौँ। वाट इज एडजेक्टिभ तपाईँ मन भइरह्यो होला, तपाईँ सुन्नुभयो र जानी पनि राख्नुभयो होला र जानिराख्नु भएको छैन तर पनि यो सुन्नु झन् तपाईँको ताजा हुन्छ। ओके, यसलाई हामी डिफाइन गर्न सक्छौँ फर इङ्ग्लिस मिडियम स्टुडेन्ट्स अल्सो। एन एडजेक्टिभ इज अ वर्ड द्याट डिफाइन्स आवर लिमिट्स अर नाउन अवर प्रोनाउन। एडजेक्टिभले नाम वा सर्वनामको अर्थमा केही विशेषता थप्छ। जस्तै सविता इज अ टल गर्ल। सविता इज अ टल गर्ल। सविता त गर्ल हो तर कस्तो गर्ल हो? टल गर्ल हो। सी इज अ ब्युटिफुल गर्ल। उनी त केटी छिन् तर यसमा ब्युटिफुल आयो, सुन्दर लाग्यो। ही इज अ ब्याड बोय। ही इज अ ब्याड बोय। यसमा प्रोनाउन छ ऊ त केटा हो तर कस्तो केटा हो? खराब केटा हो। त्यस्तो हो। ही इज अ क्लेभर बोय। ही इज अ क्लेभर बोय। ऊ धेरै चलाक केटा हो, ऊ चलाक केटो हो। अब ऊ त केटो हो तर कस्तो केटो हो? चलाक केटो हो। यस्तो हामी बुझ्न सक्छौँ। यो पनि भन्न सक्छौँ हामी सी इज भेरी ब्युटिफुल। सी इज भेरी ब्युटिफुल। उनी धेरै सुन्दर छिन्। त उनी त छिन् त उनी के छिन्? सुन्दर छिन्। यसमा केही विशेषता थप्यो। दिस मार्कर इज भेरी गुड। दिस मार्कर इज भेरी गुड। अब यो मार्कर त छ तर कस्तो छ? राम्रो छ। यस्तो खाले वर्डहरूलाई हामी एडजेक्टिभ भन्छौँ, विशेषता भन्छौँ। कसैको बारेमा राम्रो, नराम्रो, सानो, ठुलो केही त्यसमा विशेषता थप्छ नाउन र प्रोनाउनमा। यस्तो शब्दले चाहिँ एडजेक्टिभ भनिन्छ। यो पनि भन्न सकिन्छ यो रेडियो बादल हामीले धेरै राम्रो सुनिन्छ। सुनिन्छ छ तर कस्तो सुनिन्छ, कसरी सुनिन्छ? राम्रो सुनिन्छ। त्यो राम्रो चाहिँ के भयो? हाम्रो एडजेक्टिभ भयो। ओके, तपाईँले बुझ्नुभयो होला नाउन, प्रोनाउन, एडजेक्टिभ बारे बुझिसक्नुभयो होला। अब म भर्बको बारेमा भन्न गइरहेछु। वास्तवमा भर्ब के हो त? ओके, इङ्ग्लिस मिडियमको स्टुडेन्ट्सहरू सुन्नु होला र नेपाली मिडियम पनि सुन्नु होला, तपाईँले पनि लाभदायक हुन्छ। द वर्ड सोज द्याट एन एक्सन डन बाई सब्जेक्ट इज कल्ड भर्ब। अर्थात् त्यो शब्द जुन कर्ताद्वारा गरिने कार्यलाई देखाउँछ भने त्यसलाई भर्ब भनिन्छ। जस्तै रिड, टिच, स्लिप, इट, स्पिक, इटिसी। यसलाई चिन्ने एकदम बेटर तरिका हो, तपाईँ नेपाली व्याकरणमा पढ्नुभयो होला। जुन शब्दको अन्तमा नु लागेको हुन्छ त्यसलाई क्रिया भनिन्छ। अथवा तपाईँले एउटा स्ट्रक्चर नेपालीमा पढ्नुभयो होला, नेपाली व्याकरणमा धातु प्लस नु इक्वल टु क्रिया। जस्तै खानु, जानु, यस्तो। अब हामी यस्तो बुझ्छौँ, जस्तै भनिरहेछ कर्ताले गरेको काम अथवा कर्ताले गरिने अथवा कर्ताद्वारा गरिने कामलाई वा कार्यले देखाउनु छ भने त्यसलाई के भनिन्छ? भर्ब भनिन्छ। जस्तै कि म एउटा शिक्षक छु, म एउटा टिचर छु। यो भन्न सक्छु
I teach students, I teach students, I teach student, I teach students. म विद्यार्थीलाई विद्यार्थीहरूलाई पढाउँछु। त म के गर्छु? पढाउँछु। अनि पढाउनु मेरो काम के हो? पढाउनु। भने यो पढाउनु चाहिँ के हो? भर्ब हो। तपाई स्टुडेन्ट हुनुहुन्छ, तपाई भन्नुहुन्छ यु आर स्टडी, अब यु स्टडी हार्ड। तपाई स्टुडेन्ट, तपाईको काम के हो? पढ्नु। त पढ्नु चाहिँ के हो? भर्ब हो। किसानहरू छ, उहाँहरू काम के हो? खेती गर्नु। उहाँ खेती गर्नु, गर्नु चाहिँ के हो? भर्ब हो। यस्तो सरी अर्को पनि हामी हेर्न सक्छौँ। सिङ्गर, सिङ्गरले के गर्छ? सिङ्गरको कामै के हो? सिङ, यानी गाउनु। त गाउनु के हो? भर्ब हो। अब खाना बनाउने व्यक्तिलाई हेरिलिनु। खाना बनाउने व्यक्तिको काम के हो? पकाउनु, खाना पकाउनु, कुक गर्नु। त कुक चाहिँ के हो? पकाउनु चाहिँ के हो? भर्ब हो। यस्तो पनि बुझ्नु, मलाई तिर्खा लागेछ, धेरै जोडले प्यास लागेछ, मलाई यहाँ पानी छ, मेरो काम के हो? पानीलाई के गर्नु? पिउनु। त पिउनु अन्तमा नुहाएर चाहिँ के हो? हाम्रो भर्ब हो। यो तपाईँले बुझिसक्नु भयो होला। अर्को यो पनि भनिरहेको जस्तै म भनिरहेको छु, मलाई सुत्नु छ। अब सुत्नु, मेरो काम के अहिले भइरहेछ? सुत्नु, सुतिरहेको छु। सुत्नु, त सुत्नु मेरो काम हो भने सुत्नु के भयो? भर्ब भयो, क्रिया भयो। म जाँदैछु, यानी गइरहेको छु। त म जान्छु, जान्छु मतलब गो, जाने काम भइरहेछ। गो नै के हो? हाम्रो भर्ब हो। अब यो भर्बहरूको अनेकौं रूपहरू हुन सक्छ भने त्यो रूपहरूको बारेमा हामी विस्तृत जानकारी यो भर्ब च्याप्टरमा नै गर्नेछौँ। हामी वन बाइ वन सबैलाई पढ्नेछौँ। नाउनको बारेमा, प्रोनाउनको बारेमा। यो त आज मात्र डेफिनेसन दिइरहेछ तपाईहरुलाई। ओके, सरी। अर्को रह्यो एडभर्ब। एडभर्ब, एडभर्ब के हो? यसको बारेमा जानौँ अलिकति हामी। एडभर्बमा धेरै भाइहरुले कन्फ्युजन हुनुहुन्छ। यसले भन्नुहुन्छ यो के हो? एडजेक्टिभ हो कि भर्ब हो? तपाईं टेन्सन नलिनु, यो एडजेक्टिभ पनि हो र यो एडभर्ब पनि हो। अब दुवैको संयोजित छ। अब हेर्नु न तपाईहरु, भर्बको नेपाली क्रिया दिएछ, एडजेक्टिभ नेपाली विशेषण दिएछ, दुवै मिलेर क्रिया विशेषण भयो अनि इंग्लिशमा एडभर्ब भयो। अब यसलाई डिफाइन हामी गर्न सक्छौं। The word that qualifies an adjective, adverb or an adverb is called adverb. त्यो शब्द जुन कुनै एडजेक्टिभ भर्ब को बारेमा केही भन्छ भने त्यसलाई एडभर्ब भनिन्छ। जस्तै she speaks slowly, she speaks slowly, उहाँ बिस्तारै बोल्छ। अब यहाँ slowly के आयो? हाम्रो क्रिया विशेषण, यानी क्रियाको बारेमा केही भन्छ। ऊ फास्टमा दगुर्छ, ऊ फास्टमा दगुर्छ। त यो दगुर्नलाई भनिएछ, दगुर्छ, दगुर्नु त भर्ब हो, तर त्यो कसरी दगुर्छ? त फास्टमा दगुर्छ। त्यो चाहिँ के? हाम्रो दगुर्छ भने फास्ट चाहिँ के भयो? हाम्रो क्रिया विशेषण भयो। अर्को यो पनि छ, ऊ राम्ररी पढ्छ, ऊ राम्ररी पढ्छ। त पढ्नु त पढ्छ, तर कसरी पढ्छ? राम्ररी, यानी पढ्नु त क्रिया भयो र क्रियाको बारेमा के विशेषता थपिरहेछ कि राम्ररी पढ्छ, त्यसैले चाहिँ यो हाम्रो के भयो? क्रिया विशेषण भयो। अर्को रह्यो हाम्रो प्रिपोजिसन। प्रिपोजिसन यसले नेपालीमा नामयोगी चाहिँ भनिन्छ। अब यसको बारेमा हामी हेर्न सक्छौं। जस्तै यहाँ भनिरहेछ प्रिपोजिसन इज अ वर्ड, preposition is a word that shows the relation of one noun or pronoun with the other. यसको अर्थ हामी यो बुझ्न सक्छौं नेपालीमा, प्रिपोजिसन एउटा नाउन वा प्रोनाउन को सम्बन्ध अर्को नाउन वा प्रोनाउन सँग देखाउँछ। यस्तो शब्द हो चाहिँ प्रिपोजिसन। वा यसलाई हामी यस्तै बुझ्न सक्छौं, एउटा नाउन वा प्रोनाउन को सम्बन्ध अर्को नाउन वा प्रोनाउन सँग देखाउने शब्दलाई, देखाउने वर्डहरूलाई प्रिपोजिसन्स भन्छौं। हामी प्रिपोजिसन नामयोगी भन्छौं। जस्तै हामी नेपालीमा भन्न सक्छौं रुखसार राइट्स विथ अ पेन, रुखसार राइट्स विथ अ पेन। यहाँ हेरेछौ रुखसार लेख्छिन्, बट केले लेख्छिन्? कलमले लेख्छिन्। यहाँ विथ सँग जोडिएको छ, त्यसैले चाहिँ यो के भयो? हाम्रो विथ चाहिँ हाम्रो प्रिपोजिसन भयो, किनभने यो पेन र रुखसारलाई जोडिएको छ।
अर्को सम्बन्ध बताएको छ। यो पनि भन्न सक्छौ The cat sat on the table. The cat sat on the table. The cat sat on the table. The cat र त्यो टेबल बिचको सम्बन्ध कसले जोडेछ? अनले, त्यसैले अन चाहिँ के भयो? प्रिपोजिसन भयो। The pen is in his bag. The pen is in his bag. यो कुरा सुन्नु होला। The pen is in his bag. पेन चाहिँ उसको झोलामा छ। त पेन र झोला बिचको सम्बन्ध बनाइदियो। कसले बनायो? प्रिपोजिसनले चाहिँ बनायो। यानी कि इनले बनायो, त इन त्यसैले के भयो? प्रिपोजिसन चाहिँ भयो। यो पनि भन्न सक्छौ The flower is in her book. The flower is in her book. फूल चाहिँ उसको बुक भित्र छ। अब फ्लावर र त्यो बुक बिचमा, उनको बुक बिचको सम्बन्ध कसले जोडिदियो? शब्दले, इनले। त्यसैले इन चाहिँ हाम्रो के भयो? प्रिपोजिसन भयो। तपाईहरु बुझिराख्नु भयो होला। यसको बारेमा हामी आज मात्र डेफिनेसन पढिरहेछौँ। हामी पाले पाले गएर सबैको च्याप्टर नै पढ्नु पर्छ र धेरै यसमा कुरा राम्रो छ। हामी सुनौला र जानौला पनि। र यसै क्रममा भन्न चाहन्छु तपाईहरुलाई एउटा सूचना दिन चाहन्छु। यो बादल इंग्लिश क्लासेसको अपार सफलतापछि तपाईहरुको लागि मैले रेडियो बादल र रेस्पेक्टेड नूर आलम बादशाहको सहयोगले लिएर आउँदैछु। हरेक राति, यानी हरेक आइतबार, सोमबार र मंगलबार राति 8:30 बजे त्यो कार्यक्रमको नाम रहेछ जित तपाईको। यो कार्यक्रम विद्यार्थी भाइ बहिनीहरुले तपाईको लागि एकदमै उपयोगी छ। तपाईले एकदम पढ्नु, यसले एकदम सुन्नु, यो सुन्नु जरुरी छ। तपाईले यो कार्यक्रमले जुन मैले भने रातिको 8:30 बजे जुन कार्यक्रम दिन्छ जित तपाईको, त्यो कार्यक्रम तपाईले एकदम इम्पोर्टेन्ट छ। तपाईले त्यो कार्यक्रम पढ्नलाई, आफ्नो लक्ष्यतिर दौडाउनलाई मद्दत गर्छ। त्यसो बुझ्नु तपाईको भित्रको फोर्सको काम गर्छ, एनर्जीको काम गर्छ। त्यसैले धेरै सुन्नु। साथसाथै तपाईहरुको लागि हिन्दी कार्यक्रम आगे बढो पनि लिएर हामी आउनेछु, जुन चाहिँ हरेक बुधबार, बिहीबार र शुक्रबार सेम त्यही टाइम 8:30 बजे, यानी कि 8:30 बजे तपाईहरु सुन्न सक्नुहुनेछ। ओके भाइ बहिनीहरु, अब तपाईहरुले यहाँ कन्जक्सनको बारेमा जान्नुहुन्छ। कन्जक्सनको परिभाषा जान्नु। कन्जक्सन के हो? व्हाट इज कन्जक्सन? यसलाई भन्न सक्छौ the word which joins two or more than two words or sentence or phrase is called conjunction. दुई वा दुई भन्दा बढी शब्दहरू वा वाक्यहरूलाई जोड्ने शब्दलाई कन्जक्सन भनिन्छ। यसलाई जोड्ने शब्द भनिन्छ, जोइनिङ वर्ड भन्न सक्छौं हामी। जस्तै यहाँ भन्न सक्छौं, यहाँ राम एन्ड मोहन आर राइटिङ। राम एन्ड मोहन आर राइटिङ। राम र मोहन चिठी लेख्दैछन्। राम र मोहन लेख्दैछन्। त्यहाँ राम र मोहनलाई जोड्यो कसले? एन्डले। त्यसैले एन्ड चाहिँ के हो? हाम्रो कन्जक्सन हो, जोड्ने काम गरेछ त्यो, त्यसैले त्यो कन्जक्सन हो। यो पनि भन्न सक्छौं हामी, मेरो नाम ल्याउँ न, जस्तै कि आरबी एन्ड आरके आर टिचिङ। आरबी र आरके पढाउँदैछन्। यहाँ आरके र आरबी दुवैले जोडेछ, त्यसैले चाहिँ के भयो? एन्ड चाहिँ कन्जक्सन भयो। यो पनि हामी भन्दैछौँ, जस्तै भन्न सक्छौं, I am a teacher but you are a student. I am a teacher but you are a student. यहाँ दुवै सेन्टेन्सलाई जोडिएको छ। यो सेन्टेन्सलाई जोड्ने को हो त? कुन यस्तो वर्डले जोडिरहेछ दुवै सेन्टेन्सलाई? बटले। त्यही बट चाहिँ हाम्रो कन्जक्सन हो। तपाईहरु बुझ्नु भयो होला। अझ पनि बुझ्नुहुन्छ, जस्तै कि I am studying now I am studying but my friend is sleeping. म अहिले पढ्दै छु तर मेरो साथी अहिले सुत्दै छ। अब यस वाक्यमा हामी हेर्नु, दुईटा सेन्टेन्स छ। दुईटै सेन्टेन्सलाई हामी एउटै सेन्टेन्समा कम्बाइन गरेछौं। त्यो दुईटै सेन्टेन्सलाई एउटा सेन्टेन्स बनाउने को हो त? यो हामी बुझौं। कुन शब्दले दुईटै सेन्टेन्सलाई एउटा जोडेर एउटा सेन्टेन्स बनाइदियो, त्यो सेन्टेन्स हामी बुझौं। त्यो सेन्टेन्स को हो भने, now I am studying
बट माई फ्रेन्ड इज स्लिपिङ। यो सेन्टेन्समा जोड्ने काम कसले गरेछ त, जोइनिङ गर्ने काम कसले गरेछ भने यसमा बटले गरेछ। त्यसैले यो बट चाहिँ हाम्रो के हो, कन्जक्सन हो। अब हेरौँ अर्को हामी इन्टरजेक्सन, विस्मयादी बोधक। अब यसको बारेमा हामी जानौँ। यसलाई हामी इङ्ग्लिसमा डिफाइन गर्न सक्छौँ। The words that are used to show feeling, emotion, anger, etc. are called interjection. Listen once again carefully. The words that are used to show feeling, emotion, anger, etc. is called interjection. अर्थात् नेपालीमा हामीले भन्न सक्छौं भावना, दुख, हर्ष, शोक, विषाद इत्यादि देखाउने शब्दहरूलाई नै इन्टरजेक्सन भनिन्छ। जस्तै हलास, ब्राभो, वेल डन यस्ता शब्दहरू चाहिँ हामी कहाँ पढ्छौं, इन्टरजेक्सनमा आएर यस्ता शब्दहरूले चाहिँ इन्टरजेक्सन भनिन्छ। अब हेरौँ हामी यसमा के भनिरहेको छ, इक्जाम्पलहरुको पनि हेर्न सक्छौं। अलास, हिज फादर इज डेड, अलास यी सबै के हो चाहिँ हाम्रो इन्टरजेक्सन हो। समटाइम एकछिन बुझ्नु, मैले बारीमा डुल्दै छु र अचानक मेरो पाइतालामा कुनै काँटा चुभ्यो, म हामी के भन्छौँ, ओह यो चाहिँ शब्दले यस्तो शब्दहरू के भन्छौँ हामी इन्टरजेक्सन भन्छौँ। ओह माय गॉड यस्तो शब्दहरूलाई हामी इन्टरजेक्सन भन्छौँ। समटाइम अज यो अज चाहिँ के हो भने इन्टरजेक्सन हो, यो पनि शब्द हो, यो पनि के हाम्रो इन्टरजेक्सन हो। समटाइम हाम्रो साथीहरूले फुटबल खेलिराख्नु छ, म्याच खेलिराख्नु भएको छ, उहाँले क्रिकेटमा मान्ने छक्का हान्ने भयो, त्यसपछि उनीहरूले भन्छ एकचोटि वेल डन, ब्राभो यो शब्दहरूलाई हामी इन्टरजेक्सन भन्छौँ। र भाइ बहिनीहरूले तपाईँहरू आज चाहिँ हामी पार्टिसिपेट स्पिच बारे पढ्यो, तपाईँहरू जान्नुभयो र पार्टिसिपेट स्पिच तपाईँहरूलाई के लाग्यो, कस्तो लाग्यो यो भन्नु। यदि तपाईँलाई केही कन्फ्युजन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको सम्पर्क नम्बर आएछ 9812298189 मा फोन गरेर वा मेसेज गरेर तपाईहरु सोध्न सक्नुहुनेछ। र तपाईहरुलाई भनिदिन्छु, म आरबी सर विद्यार्थी भाइ बहिनीहरुको लागि सधैँ रेडी हुन्छ हेल्प गर्नलाई, सधैँ पढाउनलाई, सधैँ केही गर्नको लागि उहाँहरुको लागि सधैँ म एग्री हुन्छु। अब जस्तै कि यही लकडाउनमा मैले सोचे र हामीले प्रयास गरे तपाईहरुको लागि, तपाईहरुले मैले पुगिरहेको छु, हाम्रो साउन्ड पुर्याइरहेको छु र त्यहाँसम्म पनि केही न केही शिक्षा दिइरहेको छु, भाइ बहिनीले हेल्प गरिरहेको छु र साथसाथै मैले मोटिभेसनलको अलिकति अभाव लाग्यो भाइ बहिनीहरुमा, त त्यसैले मोटिभेसनल प्रोग्राम पनि राखे जुन तपाईहरुले 8:30 बजे यानी कि आइतबार, सोमबार र मंगलबार 8:30 बजे 8:30 बजेदेखि 9 बजेसम्म आधा घण्टा मात्र सुन्न सक्नुहुन्छ मोटिभेसनल प्रोग्राम। त्यो आधा घण्टा तपाईहरुको लागि धेरै काफी हुन्छ, धेरै कारगर हुन्छ। र साथसाथै त्यसको बारेमा अझ त्यसको अतिरिक्तमा त्यसको साथसाथै लिएर एउटा आउँदैछु मैले हिन्दी कार्यक्रम जसको नाम रहेछ आगे बढो। त्यो कार्यक्रम चाहिँ तपाईले बुधबार, बिहीबार र शुक्रबार 8:30 बजे सुन्न सक्नुहुनेछ। र आजको यो पार्टिसिपेट स्पिच कस्तो लाग्यो तपाईले पढ्नु भयो त हामीले आशा छ कि तपाईहरु बुझ्नु भयो होला। प्रिय साथीहरु, प्रिय विद्यार्थी भाइ बहिनीहरु, आजको कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौं। अब हामीले बिदा लिनुपर्छ र त्यस्तै तपाईहरुले सधैँ यो कार्यक्रममा बसेर पढ्नुहुन्छ भनेर हामीले आशा छ। यो लकडाउन पछि र यो हाम्रो महामारी जुन कोरोना यानी कोभिड-19 को छ त्यो बितिसकेपछि हामी क्लासमा उपस्थित हुने नै छौं, क्लासमा भेट्ने नै छौं। तबसम्म हामी एफएम मै पढ्नु, रेडियो सेटमै पढ्नु र हामी कार्यक्रमको अन्त्यतिर आइसकेको हुनाले अब हामीले बिदा लिनुपर्छ। बिदा लिनुभन्दा पहिला यो कार्यक्रम, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो, केही सरसल्लाह सुझाव तथा प्रतिक्रियाहरू छन् भने हाम्रो सम्पर्क नम्बर 9812298189 मा फोन गरेर वा मेसेज गरेर भन्न सक्नुहुनेछ। हामी तपाईको मेसेजलाई स्वागत गर्नेछौं। यति भन्दै आजको यस कार्यक्रमबाट टेक पार्टनर सत्येन्द्र गुप्ताको साथ म राम विश्वास महतो यानी आरबी सर बिदा चाहन्छु। हस्त नमस्कार।